काठमाडौँ ट्रेनिङ सेन्टर, काठमाडौँ तालिम केन्द्र जसले पछाडि पारिएका वर्गहरूलाई विभिन्न समयमा तालिम दिने गर्छ, त्यो पनि निःशुल्क। त्यो पनि केही व्यक्तिहरूको पहलमा जो समाजमा एकदमै भिज्नु भएको छ र उहाँहरूलाई एकदमै ग्राउन्ड लेभलमा गएर काम गर्न मनपर्छ। त्यस्तै व्यक्तिहरूसँग जोडिने क्रममा म पनि काठमाडौँ ट्रेनिङ सेन्टरसँग जोडिएकी छु र आज मसँग जयबम सर हुनुहुन्छ। उहाँ हुम्लामा हाल शिक्षक हुनुहुन्छ। त्यसो त उहाँले काठमाडौँ ट्रेनिङ सेन्टर केटिसीमा पहिला तालिम पनि लिनुभएको छ। त्यसैले आज म उहाँसँग काठमाडौँ ट्रेनिङ सेन्टरमा रहेर तालिम लिँदाको अनुभव र उहाँको अहिलेको अवस्थाबारे कुराकानी गर्छु। जय सर, यहाँलाई स्वागत छ। धन्यवाद म्याडम। हजुर, अहिले यहाँ शिक्षक हुनुभएको छ। सुरुमा काठमाडौँ ट्रेनिङ सेन्टर केटिसीसँग यहाँ कसरी जोडिनुभयो? सुरुमा म चाहिँ 2059 सालमा हजुर चाहिँ म काठमाडौँ एसएलसी सकाएर हजुर उच्च शिक्षा हासिल गर्ने क्रममा म काठमाडौँ गएँ। हजुर अनि काठमाडौँमा मैले चाहिँ मेरो एउटा अङ्कल हुनुहुन्थ्यो। म अङ्कलसँग बस्दै म चाहिँ सानोठिमी क्याम्पसमा जोइन भएँ। I8 भन्थ्यो त्यतिखेर, अहिले +2 हुन्छ। I8 कोर्स चाहिँ म जोइन भएँ। अनि जोइन हुँदाखेरि म बानेश्वर बस्थेँ। बानेश्वरबाट प्रत्येक दिन सानोठिमी क्याम्पस चाहिँ म इन्टरमिडिएटका क्लासहरू दिने गर्थेँ। अनि त्यसै क्रममा चाहिँ एक दिन चाहिँ एउटा पत्रिकामा मैले काठमाडौँ तालिम केन्द्रको चाहिँ यो देखेँ भर्नाको सूचना र सोही सूचना अनुसार अनि मैले चाहिँ त्यो ठाउँमा सम्पर्क गरेँ। अनि गर्दाखेरि चाहिँ त्यहाँ के लेखेको थियो सूचनामा, पिछडिएको क्षेत्रका विद्यार्थीलाई बढी प्राथमिकता दिने, निःशुल्क बस्ने आवास समेत व्यवस्था हुन्छ भन्ने सूचना थियो। त्यसपछि मैले त्यहाँ सम्पर्क गरेँ र मसँग अरू 2-3 जना साथीहरू पनि हुनुहुन्थ्यो। म पनि अहिले आफ्नै पेसामा हुनुहुन्छ, हुम्लाकै म लगायत 4 जना थियौँ। उहाँ साथीहरूलाई मैले कोर्डिनेसन गरेर यस्तो यस्तो खोल्या रहेछ, हामी त्यहाँतिर बुझौँ न भन्ने कुरो भयो। अनि त्यसपछि हामीले त्यो सेन्टरमा बुझ्यौँ। बुझ्दाखेरि तपाईँहरू हुम्लाबाट हुनुहुँदो रहेछ, तपाईँहरूको सम्भावना धेरै हुन्छ। एउटा चाहिँ जुन इन्ट्रान्स इक्जाम जस्तो दिनुपर्छ, त्यसमा चाहिँ नाम निकाल्नुपर्छ। नाम निकालेपछि हजुरहरूको चाहिँ त्यसपछि सेलेक्सन हुन्छ भन्ने कुरा गर्नुभयो। त्यहाँको हामीले फोन मार्फत बुझेको थियौँ पहिला। त्यसपछि त्यहाँ निश्चित एउटा दिनमा चाहिँ इन्ट्रान्स इक्जाम तोकिएको थियो। त्यो इन्ट्रान्स इक्जाम चाहिँ हामीले दिँदाखेरि हामी हुम्लाबाट 4 जनाको त्यहाँ लिस्टमा नाम आएको थियो। र त्यसपछि अनि अरू फर्दर अनि एडमिसनका कुराहरू त्यहाँ हामीले चाहिँ त्यहाँको सर म्याडमहरूसँग मिलेर गऱ्यौँ। कुन तालिम लिनुभएको थियो? कति महिना बस्नुभयो? त्यो सूचनामै थियो मैले अघि भन्नु है, सामाजिक परिचालन सोसल मोबिलाइजेसन कोर्स भन्ने त्यो कोर्स थियो, जुन चाहिँ सिटिबिटीबाट चाहिँ एफिलिएट भएको, त्यो संस्था नै सिटिबिटीबाट एफिलिएट भएको थियो। त्यो कार्यकारी निर्देशक राजबहादुर गिरी सर हुनुहुन्थ्यो त्यतिखेर, सायद अहिले पनि सर नै हुनुहुन्छ। अनि त्यसपछि चाहिँ हामीले त्यो उहाँले चाहिँ कोर्सको बारे धेरै कुरा भन्नुभयो। हामी त्यो सम्पूर्ण जाँदाखेरि यो चाहिँ एकदमै यो अहिलेको जमाना अनुसार एकदमै चाहिँ जल्दो बल्दो, एकदमै चाहिँ स्कोप भएको, एकदमै यो विकास भनौँ न यो सङ्घ संस्थातिर त्यहाँतिर चाहिँ सामाजिक परिचालन क्षेत्रमा यो कोर्स धेरै राम्रो छ। यो सिटिबिटीबाट नै चाहिँ हामीले कोर्स डिजाइन गरेर गरेका हौँ। चाहिँ अब यो एउटा ब्याच सकिसकेको थियो, त्यो हाम्रो चाहिँ दोस्रो ब्याचको लागि त्यो सूचना थियो। दोस्रो ब्याचको विद्यार्थी हुन्थ्यो। 18 महिना बस्नु? 18 महिना, हजुर। 12 महिना चाहिँ त्यहीँ होस्टेलमै बस्यौँ, त्यही सेन्टरमै। अनि 6 महिना चाहिँ हामी इन्टर्नसिपमा बाहिर अब अरू संस्थामा गयौँ। म चाहिँ यतै आएको थिएँ, हुम्ला किडाक भन्ने संस्थामा आएको थिएँ। हजुर, त्यहाँ चाहिँ इन्टर्नसिप पनि गर्नुभयो है? इन्टर्नसिप गरेँ मैले। इन्टर्नसिपसँगै मेरो त्यो कामको पर्फर्मेन्स देखेर त्यहाँको इडीले मलाई चाहिँ सिधै नियुक्ति पनि दिनुभयो। इन्टर्नसिप सकिए लगत्तै र मैले 5-6 वर्ष त्यहाँ काम पनि गरेँ। कस्तो राम्रो! यहाँको त्यो बसाइ कस्तो रह्यो? काठमाडौँ ट्रेनिङ सेन्टरको माहौल, त्यहाँको सिकाइ, त्यहाँको बसाइ यहाँलाई कस्तो लाग्यो? काठमाडौँ तालिम केन्द्रमा हामी यस्तो फरवार्ड भएका थियौँ, त्यति फरवार्ड त म अहिले पनि छैन जस्तो लाग्छ। एकदमै फरवार्ड भएका थियौँ हामी। विभिन्न स्किलहरू, विभिन्न किसिमका अनि मेन पावरहरू
अनि त्यहाँ तालिम केन्द्रले हायर गरेर ल्याउँथ्यो। हाम्रा चाहिँ विषयहरू पनि 10-12वटा पढ्नु पर्थ्यो। प्रत्येक विषयहरू चाहिँ विभिन्न सेक्टरसँग म्याच गर्ने थिए र कुनै कुनै विषयको नाम मलाई थाहा नहुन सक्छ र मलाई थाहा भएको विषय चाहिँ इङ्ग्लिस नेपाली त जनरल नै भइहाल्यो। अनि एउटा चाहिँ कम्युनिटी डेभलपमेन्ट भन्ने एउटा कोर्स थियो। अनि एउटा यो पैरवीतिर एडभोकेसी सोसल के अरे CELA भन्ने थियो, कम्युनिटी इम्पावरमेन्ट एन्ड लिगल एडभोकेसी भन्ने एउटा त्यो विषय पढ्नु पर्थ्यो। अनि यता कम्युनिटी हेल्थतिर पनि एउटा विषय थियो, कम्युनिटी हेल्थ भन्ने एउटा विषय थियो। त्यसपछि यो प्रोजेक्टहरू सानातिना प्रोजेक्टहरू मोनिटर गर्ने, त्यसको डिजाइनहरू गर्ने सानातिना बेसिक स्किलहरू सम्बन्धी एउटा अर्को कोर्स थियो। प्रोजेक्ट म्यानेजमेन्ट भन्ने कोर्स थियो। एउटा ट्रेनिङहरू कसरी दिने, फेसिलिटेट कसरी गर्ने, ट्रेनिङ कोर्स डिजाइन कसरी गर्ने, अनि त्यसपछि लाएर त्यो कुनै ट्रेनिङ कसरी चाहिँ इफेक्टिभ तरिकाले चाहिँ सञ्चालन गर्ने भन्ने सम्बन्धी एउटा कोर्स थियो। त्यो कोर्सको नाम थियो ट्रेनिङ एन्ड फेसिलिटेसन भन्ने एउटा कोर्स थियो। त्यस्तै गरी विभिन्न सेक्टरतिर विभिन्न कोर्सहरू थिए। ती कोर्सहरू एकदमै आफैलाई पनि राम्रो लाग्थ्यो र ती कोर्सहरूले अवश्य पनि अहिले पनि सहयोग गरेको छ। अब म त्यो पेसामा 6-7 वर्ष रहेँ। त्यसपछि अब कारणवश मैले चाहिँ पेसा चेन्ज गरेँ र पेसा चेन्ज गर्दै गर्दा पनि अब मलाई त्यो अहिले टिचिङ लाइनमा अब त्यहाँको कोर्स सबै म्याच गरिरहेको छ। अब यो धेरै कुराहरू विशेष गरी यो ट्रेनिङ एन्ड फेसिलिटेसन भन्ने कोर्स त मलाई क्लासरुममा पनि युज भइरहेको छ। एकदमै धेरै एकदमै अहिले चाहिँ काम लागिरहेको चाहिँ त्यो चाहिँ कन्टेन्ट मलाई एकदमै म्याच गरिरहेको छ। र म त्यहीकै उपजु म तालिम केन्द्रलाई धेरै म आभारी छु त्यहाँबाट, किनकि हाम्रो खाना बस्न समेत दुर्गमबाट सर आफैले, हाम्रो गिरी सर आफैले कोर्डिनेसन गरेर हामीलाई राजबहादुर गिरी सरले कहाँ हाम्रो लागि आफै लड्नुभयो। अनि हाम्रो लागि सोर्स आफै खोजेर उहाँले चाहिँ हामीलाई अब त्यत्रो 16 महिना अनि हामीलाई शिक्षा दिनुभयो भनौँ एक किसिमको। 18 महिना। हजुर 18 महिनाको। हजुर हजुर अझै पनि त्यहाँको 18 महिना बस्दाखेरि उहाँले भनेका कुनै कुराहरू हुन त धेरै कुराहरू छन् होला, त्यस्तो केही सम्झिनुहुन्छ जसले चाहिँ तपाईँको जीवन रूपान्तरणमा सहयोग गर्यो? राजबहादुर गिरी एकदमै मोटिभेसनल क्लास दिनुहुन्थ्यो सरले। एकदमै आफै मोटिभेटेड हुनुहुन्थ्यो। हामीलाई त एकदमै के गरेर एकदमै मोटिभेसन गरेर ठाउँमा पार्नुहुन्थ्यो। एकदमै उहाँको एकदमै त्यस्तो स्किल छ पुरा एट्र्याक्सन गर्ने। र उहाँ क्लास पनि लिनुहुन्थ्यो कहिले कुनै मेन पावरहरू अपुग भएको दिन आफै सर आफै आउनुहुन्थ्यो। आएर हामीलाई चाहिँ विशेष गरी कोर्सभन्दा पनि यो बाहिरीय कुराहरू मोटिभेसनल इन्सपाइरेसनका कुराहरू त्यस्ता किसिमका कुराहरू गर्नुहुन्थ्यो। सरले हामीलाई म्याक्सिमम् केयर गर्नुहुन्थ्यो। होस्टेलमा बस्दाखेरि पनि को कतिखेर के गरिरहेछ, पढिरहेछन् कि नै, नियमअनुसार गएका छन् कि छैनन् भनेर एकदमै हामीलाई धेरै एकदम नजिकबाट केयर गर्नुहुन्थ्यो। विशेष गरी हामी हुम्लाका हामी 4 जनालाई सरले एकदमै राम्रो गर्नुहुन्थ्यो, माया गर्नुहुन्थ्यो। अनि दुर्गमका केटाहरू भनेर अरू स्टाफहरूले पनि हामीलाई धेरै विशेष तरिकाले गर्नुहुन्थ्यो। अब दुर्गम क्षेत्रको पछाडि पारिएका क्षेत्रका व्यक्तिहरूलाई कुनै नियमित आयस्रोत छैन, केही छैन, तर पनि निरन्तर होइन त्यो तालिम दिनु, उहाँहरूलाई अझ आवाससहित खानपिनसहित निःशुल्क, त्यो कदमलाई त्यो सम्झिँदाखेरि यहाँलाई नि एउटा व्यक्तिले उहाँको त्यो सानो समूहले गरेको त्यो काम सम्झिँदाखेरि यहाँलाई कस्तो महसुस हुन्छ? त्यो कसरी सम्भव हुन्छ होला जस्तो लाग्छ यहाँलाई? एकदमै सराहनीय एकदमै उहाँको त्यो पहल हो र अहिले पनि छ। म त्यो सूचनाहरू हेरिरहेको हुन्छु। र त्यतिखेर हाम्रो दोस्रो ब्याच थियो र दोस्रो ब्याचमा हामी दुर्गमका मात्र नभइकन त्यो अलि अब तल्लो जात भनौँ न, दलित समुदायका व्यक्ति, दलित समुदायका हाम्रा साथीहरू पनि हुनुहुन्थ्यो धेरै जसो। अनि एकदमै न्यून आय स्रोत भएका त्यस्ता भएका अनि हामी चाहिँ कति 40 जनाको कोटा थियो, कोटा फुलफिल थियो। र त्यसमा चाहिँ अब त्यो एकदमै कोर्स एकदमै राम्रो थियो। हामीले एकदमै हाम्रो हरेक कुरा स्किल डेभलप भएको थियो। प्रत्येक दिन चाहिँ हामीलाई बिहान क्लास हुने, अनि क्लास सकिएपछि खानासाना खाएर त्यो हामी कम्युनिटीमा जान्थ्यौँ। त्यो नजिकै उता ललितपुरका विभिन्न गाउँहरू, त्यतिखेर गाउँ जस्तै थिए, अब अहिले विकसित भयो होला। ती ललितपुरका गाउँहरूमा हामीले त्यहाँ गएर विभिन्न किसिमका
ती हामी कोर्समा पढेका कुराहरू प्र्याक्टिकल्ली त्यो चाहिँ हामीले इम्प्लिमेन्टेसन गर्नुपर्थ्यो। त्यो जस्तै आज बिहान हामीले ग्रुप फर्मेसनको एउटा थ्योरिटिकल क्लास लियौँ भने अनि दिनमा गएर त्यहाँ महिला समूहहरूलाई भेला गराएर त्यो ग्रुप फर्मेसन गर्नुपर्ने हुन्थ्यो। माइनट लेख्ने सम्बन्धी कुरा सिक्यो भने दिउँसो गएर मिटिङ बसालेर माइनटै लेखेर अनि ल्याएर हामीले चाहिँ त्यो एसाइनमेन्ट पेस गर्नुपर्थ्यो। अनि हामीले चाहिँ प्रत्येक शुक्रबार अनि एउटा हाम्रो कार्यक्रम हुन्थ्यो, त्यो वर्कसप हुन्थ्यो। शुक्रबारको बिहान क्लास हुन्थेन, वर्कसप हुन्थ्यो। त्यो वर्कसप पनि चाहिँ हामीले आफै कन्डक्ट गर्नुपर्ने हुन्थ्यो। प्रमुख अतिथिदेखि लिएर सभापति को बन्ने, आमन्त्रित कसलाई गर्ने, आयोजक को हुने, टपिक्स के राख्ने, अनि हामीले चाहिँ त्यहाँ संस्थाका सरहरू, गिरी सरहरू प्लस म्याडमहरूलाई हामीले प्रमुख अतिथि भएर बोलाउनु पर्ने। अनि त्यसरी चाहिँ हामी आफै चाहिँ त्यो डिजाइन गरेर आफै वर्कसप कन्डक्सन गर्थ्यौँ। त्यहाँ हाम्रो एउटा ग्रुप थियो, प्रत्येक ग्रुपको आफ्नै हुन्थ्यो, पालो हुन्थ्यो त्यही अनुसार। अनि त्यतिखेर हामीलाई यस्तो पुरा हामीलाई त्यतिखेर त त्यो पब्लिक स्पिकिङ गर्ने स्किल पनि थियो, त्यस्तो अहिले छैन हेर्नुहोस्। त्यो अहिले प्र्याक्टिकल्ली त्यो कम हुँदै गयो। हामी त्यतिखेर म आफै एकदमै फरवार्ड थिएँ त्यतिखेर, अहिले चाहिँ त्यति फरवार्ड छैन जस्तो लाग्छ मलाई। त्यसपछि यहाँको सम्पर्क चाहिँ तालिम केन्द्रसँग, राजबहादुर गिरी सर र उहाँको टिमसँग कति समय भयो, अहिले के छ सम्पर्क? अहिले सम्पर्क खासै त्यस्तो डाइरेक्ट सम्पर्क त हुन्न, फोनै गरेर सम्पर्क भएको छैन। अहिले धेरै भएको 4-5 वर्षै भयो होइन। तर फेसबुकबाट अब कहिले कहिले फेसबुकबाट सरहरूसँग राई हुन्छ, कुरा हुन्छ। फेसबुकबाट पनि गतिविधिहरू, केटिसीहरूको गतिविधिहरू यसो सर्च गरेर नै पनि हेरिन्छ। अहिले पनि अब अहिले त 20औँ-22औँ ब्याच भएको अवश्य। हाम्रो 60-61 बेला दोस्रो ब्याच थियो भने अहिले त 22-23 ब्याच भयो होला। अहिले पनि त्यो राम्रैसँग म त काठमाडौँ पनि नगए धेरै भयो अरे। त्यही भएर त्यो गएलाई त्यो एकछिन मेरो ऊ थियो, जाने काम परेको छैन। त्यही भएर भने अनि जस बाहिर हेर्दाखेरि अब राम्रै चलिरहेछ अझै भन्ने चाहिँ मैले सुनिरहेको छु, खुसी लागिरहेछ। हजुर, तपाईँहरूले म चाहिँ त्यो तालिम केन्द्रलाई अगाडि बढाउन यस्तो गर्छु भन्ने कुनै योजना अथवा के भइदियो हुन्थ्यो त्यो काठमाडौँ ट्रेनिङ सेन्टर अझ अगाडि बढ्नको लागि भन्ने केही आफ्नो सुझाव, सोच त्यस्तो केही छ? म टिचर हुँदै गर्दा मैले स्कुलमा हाम्रा विद्यार्थीहरू, हाम्रो स्कुल मावि हो, एसीसम्मै छ। एसी क्रस गरिसकेपछि विद्यार्थीहरूलाई हामीले त्यो एउटा क्लास दिनुपर्ने हुन्छ। एसी सकेपछि कुन चाहिँ विषय पढ्ने, कसरी अगाडि बढ्ने भनेर चाहिँ त्यसमा चाहिँ मैले त्यो मेरो कुरा राख्दाखेरि मैले यो कोर्सको बारे मैले कुरा गरेर आउँछु। गत साल पनि मैले गरेको थिएँ। यस्तो एउटा काठमाडौँमा त्यो एउटा तालिम केन्द्र छ कोटेसनमा। त्यो हामी दुर्गमका मान्छेहरूलाई, दुर्गमका अनि न्यून आय भएका विद्यार्थीलाई धेरै राम्रो छ। त्यो नि शुल्क स्कलरसिपको पनि व्यवस्था हुन्छ कोटा अनुसार। त्यसमा जानुभयो भने तपाईँलाई यस्तो राम्रो हुन्छ, त्यो कोर्स पनि यस्ता राम्रा छन्। त्यो जो अहिले नबोल्ने तपाईँ एकदमै ऊ हुनुहुन्छ, तपाईँ चाहिँ त्यहाँ मुसो छिरेर हात्ती बनेर आउनुहुन्छ भनेर मैले त्यो 2-3 पटक पनि त्यहाँका विद्यार्थीहरूलाई भने। अनि त्यसपछि मैले चाहिँ अनि त्यो सूचनाहरू जस्तै त्यहाँ भर्ना सर्न सम्बन्धीका सूचनाहरू पनि म त्यो स्कुलमा त्यहाँ विद्यार्थीहरूसँग सरहरूसँग म पढेको ठाउँ यही हो, यो कोर्स यही हो भनेर मैले चाहिँ त्यसरी चाहिँ त्यो आफ्नो तर्फबाट गरिरहेको हुन्छु। र अर्को अहिले त्यति प्रत्यक्ष सम्पर्क पनि भएन, सम्पर्क भए अझै चाहिँ एउटा विद्यार्थीलाई त्यो कोर्सको लागि सरहरूकै कोअर्डिनेसनमा मोटिभेसन गरेर जोइन गराउन सकिन्थ्यो भन्ने हो। पछिल्लो उसमा अलिकति सम्पर्क भएको छैन, पेसा पनि अलिक फरक पऱ्यो। त्यही कारण मैले चाहिँ 5-6 वर्ष त्यो किराङमा काम गरेँ। अब किराङमा काम गर्दै गर्दा धेरै कुराहरू त्यहाँको A to Z कुराहरू मिल्थ्यो। अब पोर्ट्रेटमा त मिल्दै भयो। अनि फिल्डमा जानु पर्थ्यो, हामी फिल्डमै बस्थ्यौँ। शुक्रबार मात्र आउँथ्यौँ जिल्लामा रिपोर्ट बुझाउन। अनि त्यसपछि फेरि आइतबार फिल्डमै जाने, फेरि शुक्रबार सबै रिपोर्टहरू लिएर आउने। अनि त्यो फिल्डमा चाहिँ सबै त्यही हो, त्यो जे हामीले पढ्यौँ त्यही कुराहरू, कसरी मिटिङ बोलाउने, कसरी कन्डक्सन गर्ने, सानातिना प्रोजेक्टहरू कसरी मोनिटर गर्ने, अनि कसरी चाहिँ
त्यहाँका मान्छेहरूलाई काउन्सिलिङ गर्ने भौतिकभन्दा पनि मानसिक चाहिँ हामीले चाहिँ त्यो मानसिक सचेतनाका कुराहरू बढी गर्नुपर्ने हुन्थ्यो। र मैले काम गरेको पनि शिक्षा थियो, प्रोजेक्टको नाम क्वालिटी एजुकेसन भन्ने, सेभ द चिल्ड्रेन नर्वेको फन्डिङमा। त्यसमा चाहिँ मैले 6 वर्ष किराङमा जागिर गरेँ। गरिसकेपछि अनि नजिकै स्कुलमा मैले ब्याचलर सकाएको थिएँ इङ्ग्लिसबाट। ब्याचलर त्यतिखेर यो हाम्रो दुर्गममा टिचर पाउन गाह्रो हुन्थ्यो यो विषयको, मेन विषयको। अनि त्यहाँबाट चाहिँ स्कुलले थाहा पाएछ एकजना मान्छे त्यहाँ छ, ब्याचलर गरेको छ इङ्ग्लिसबाट। अब त्यहाँ भ्याकेन्सी खोल्यो, खोज्दाखेरि त्यहाँको प्रिन्सिपलले डाइरेक्ट मलाई, म अफिसमै थिएँ, फोन गरेँ, बाबु तिमी ब्याचलर गरेर छु इङ्ग्लिसमा, यता हाम्रोमा खाली चियो, के छ विचार, यता आउने हो त भन्ने जस्ता कुरा गर्नुभयो। अनि त्यसमा मैले त्यो दिन उहाँलाई डिसिजन दिइनँ, म सोचौँला है म्याडम भने। पछिल्लो दिन फेरि फोन गर्नुभयो, के गर्यो त डिसिजन भन्दाखेरि अब मैले फेरि अलिक सेवा सुविधाहरू पनि सोधेँ। त्यो अब सरकारी हो, सरकारी सेवा सुविधा हुन्छ भन्दाखेरि अलिअलि सेवा सुविधा सस्ताभन्दा अलि त्यहाँ बढी जस्तो लाग्यो। त्यही कारणले अनि त्यो प्रोग्राम पनि अब धेरै थिएन, 1 वर्ष जति बाँकी थियो। स्थायित्व हुन्छ त नै भनेपछि भनेर मैले चाहिँ यता रिजाइनेसन गरेर त्यहाँतिर लागेको हुँ 66 सालमा। त्यहीबाट त्यही पेसामै अहिले त्यही छु, आबद्ध छु भनेर भन्नु। हस्, मलाई व्यक्तिगत रूपमा पनि काठमाडौँ ट्रेनिङ सेन्टर र राजदाईसँग जोडिएको र यहाँलाई उहाँको एउटा विद्यार्थीको रूपमा यसरी भेट्न पाउँदा र यहाँ अहिले जुन स्थानमा पुग्नु भएको छ यो स्थानमा यहाँलाई देख्न पाउँदा एकदमै खुसी लागेको छ। यहाँलाई व्यक्तिगत रूपमा र काठमाडौँ ट्रेनिङ सेन्टरको तर्फबाट पनि धेरै धन्यवाद। यो अनुभव यहाँले साझा गरिदिनु भयो, त्यसको लागि हजुरलाई पनि धेरै धन्यवाद। मलाई चाहिँ काठमाडौँ तालिम केन्द्रको बारे त्यति टाढाबाट आएर अब अहिलेसम्म यस्तो अनुभव लिने त्यो तालिम केन्द्रको बारे कोही आउनु भएको थिएन, पहिलोपल्ट आउनुभयो। र यो तालिम केन्द्रलाई मैले अघि नै भनिसकेँ, त्यो तालिम केन्द्रले हामीलाई हाम्रो लाइफ बनाउने नै तालिम केन्द्र हो अहिले जुन पेसा गरे पनि। अनि त्यही कारणले यस्तो लाइफ बनाउने एउटा संस्थाको बारे केही कुरा केही अनुभवहरू सेयर गर्न दिनुभयो, त्यसलाई म पनि हजुरप्रति धेरै आभारी छु। र संस्थाको अझै उत्तरोत्तर प्रगति हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्छु। र अहिले राम्रै छ, संस्थाको हरेक कुराहरू राम्रै भइरहेछ भन्ने कुरा अब अहिले चाहिँ हामीले देखिरहेछौँ मिडियाहरूमा प्रत्यक्ष। अझै राम्रो हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। अब म काठमाडौँतिर गएँ भने एकछिन संस्थामा बस्नु मेरो एउटा धोका छ। हस्, यहाँलाई स्वागत छ अनि नमस्कार भने मैले धन्यवाद। हस्, नमस्कार। नमस्कार, धन्यवाद छ। हजुर, हस्। मैले कुराकानी गरेँ काठमाडौँ तालिम केन्द्रका एकजना विद्यार्थी जो अहिले शिक्षक हुनुहुन्छ। एकदमै यो कुराकानी गर्दै गर्दा पनि गौरवको महसुस भइरहेको छ। म पनि राजदाईसँग काठमाडौँ ट्रेनिङ सेन्टर टिमसँग जोडिएको छु भन्दै गर्दा र अहिले चाहिँ जयवम सरसँग मैले कुराकानी गरेँ। यो कुराकानी यतिमै रोकेँ। हस्त, नमस्कार, हुम्लाबाट।